नमस्ते सबैजनालाई फेरि पनि मेरो भिडियोमा स्वागत छ। अर्को भिडियो लिएर तपाईहरुसम्म आइसकेको छु। कृपया यो भिडियोलाई पनि सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला। यो चाहिँ मेरो स्कुलदेखिको साथी हो, स्कुल कलेज सेम पढेको हामीले। अनि हामी चाहिँ आफ्नो काम अनि यसो घुमघाम पनि गरौँ भने म पनि भर्खर यहाँ आएकी छु। सो हामी जान्छौँ, के गर्छौँ हेर्दै गर्नु होला। स्टे ट्युन। हामी चाहिँ अहिले बौद्ध जान लागेको छौँ। बौद्ध चाहिँ किन भन्दा यसो घुमघाम गरेर मात्र हो। अनि हामी चाहिँ यहाँ एउटा होटल के हो हार्मिका होइन त्यो भन्ने ठाउँमा आइपुगेछौँ। होटलमा यु क्यान सी यो होटल कसले चिन्नु भएको छ, कसले जानुभएको छ भनेर कमेन्ट गरिदिनु होला। म चाहिँ जहिले पनि बाहिरैबाट हेर्ने हो, कहिले भित्र चाहिँ गएको छैन। रोयल एक्सपेन्सिभ देखिरहेको हाम्रो अलि औकात छैन अहिले। फुलको नाम के हो? यो फुल मलाई यति राम्रो लाग्छ लाइक बाटोमा देख्दाखेरि नि। अनि लाइक त्यो कसले चाहिँ आफ्नो घरको अगाडि गेट सेपमा पनि लगाएको हुन्छ, कस्तो राम्रो देख्छ। हामीले पनि गाउँमा लगाएको थियौँ है, तर के भयो भनौँ, के भएर मऱ्यो अब के थाहा। अहिले चाहिँ हामी बौद्ध आइपुगेका छौँ। यु क्यान सी यहाँनिर परेवा उडिरहेको छ अनि ब्याकग्राउन्डमा देखिरहनु भएको छ। अस्ति लास्ट टाइम चाहिँ म हजुरआमासँग आएको थिएँ। त्यो बेला पानी परेर बिजौ भएको थियो त्यतिखेर। पछाडि आएर उडिरहेको छ। वाउ बौद्धको स्टेसन के रे स्टेसन भन्दा के भन्छ सिचुएसन अनि के भन्छ कन्डिसन बौद्धको कन्डिसन चाहिँ अहिले यस्तो छ। यस्तो राम्रो फुल फुल्छ तर फुल किनिदिने मान्छे नै छैन। सो हाम्रो नसिबमा छैन जम्न। हामीले चाहिँ क्याफे भेटाएन जुन हामीले खोजेको एउटा छ नि। अनि हामी यसो खोज्दै जानेछौँ, भेटायो भने भेटाएँ, नभए अब जुन पायो त्यही। किन भनौँ, किनकि अब हामी भनेको एउटा स्टुडेन्ट हो, स्टुडेन्ट भएपछि अब काम गर्ने हुँदैन, टाइम पनि हुँदैन। भएको भए त गरिहाल्थ्यौँ केही खासा खुसी। अनि अब हामीले गर्ने भनेको त्यही अनलाइन हो, त्यसकै लागि डिस्कस गर्न आएको छौँ। तपाईँहरूले पनि इन्ट्रेस्ट भए चाहिँ मलाई पर्सनल्ली इमेल गर्दा नि हुन्छ, मेसेज गर्दा नि हुन्छ, जे गर्दा नि हुन्छ। डु फलो इन फेसबुक। यस सुन्नुभयो नि तपाईँहरूले, डु फलो। थ्याङ्क यू। सो हामी चाहिँ यहाँ आइपुगेका छौँ। यहाँ भन्दा नि यो ठाउँ चाहिँ तपाईँहरूलाई पनि थाहा होला, ठ्याक्कै बौद्धको गेटको अलि पर गएपछि अनि भित्र छिर्नुपर्छ। अनि यहाँ चाहिँ टन्नै अप्सन्सहरू छ, अब कता बस्न मन लाग्छ तपाईँहरूलाई त्यही बस्दा हुन्छ। अब चाहिँ हामी यसो अहिले चाहिँ गर्नु भएको छ। सो हामी चाहिँ यसो कोल्ड ड्रिङ्क इन्जोय गर्छौँ अनि त्यसपछि हाम्रो कुराकानी सुरु हुन्छ। कुराकानी पनि सुन्न मन लाग्यो भने चाहिँ म केही भन्न सक्दिनँ किनकि हामी सुनाउँदैनौँ। एउटा कुरा भनौँ है, हामी गाउँ गएको थियौँ त्यो थाहा छ। अब गाउँ गएपछि अनि यसो आएर हेर्छु त मेरो छोराछोरी त मरिसकेको रहेछ हो। मेरो प्लान्टहरू मैले यति माया गरेर है पानी राखेर आएको। अरू चाहिँ त्यो अलिअलि मरिरहेछ, तर त्यो चाहिँ अब अलिअलि हुन्छ, रिभाइभ हुन्छ। एउटा चाहिँ कम्प्लिटली मऱ्यो, सबभन्दा राम्रो लागेको थियो। अनि तिमी यो 4% छ नि लाई के भन्दाखेरि यो चाहिँ तिम्रो के भन्छ त्यो होइन कमिसन हो क्या, कमिसन। यो चाहिँ रिभ्यू हो है। यहाँ चाहिँ नुन पनि लागेको छैन, अमिलो पनि लागेको छैन, पिरो पनि लागेको छैन। सो त्यस्तो छ। अब कति लिन्छ भनेर पनि थाहा छैन। हामी चाहिँ यो ब्याकग्राउन्डको सङ एकदम मन परेर बोला हेर्नु त यो क्यान्डी पसल कति राम्रो छ। मलाई यहाँ आएर किनिदिनु होला कसैले। थ्याङ्क यू। कति राम्रो यो हो नि, राम्रो मात्रै। यो गुलियो हुन्छ होला। अनि के खाने हो, के किन्ने सेज होला के जेली टाइप। ए जेली हो, कति राम्रो हो, कति मिठो हुन्छ यो। ओ यो मैले खाएकै छैन त यो त। किन्ने
यहाँ हेर न यो हेर्दा मलाई के याद आयो भनौँ जेरियन टप चिबी चिबी रहेछ कस्तो कस्तो त्यो जेली जेली टाइपको छ तर मिठै छ तर 10 रुपियाँ हो नि त्यो पनि नबिर्सौँ फेरि सो म चाहिँ फोटोजेनिक छैन म कहिले फोटो नै खिच्दिनँ अनि उसले चाहिँ मलाई यति प्रकारको पोज सिकाएर अनि आजको यति राम्रो राम्रो फोटो खिचिदिएको छ साँच्चै तिमीलाई धेरै थ्याङ्क यू अबदेखि उसँगै जानु पऱ्यो फोटो खिच्दिनको लागि किनकि म कहिले फोटो खिच्दिनँ जिन्दगीमा अनि मेरो केही फोटो नै छैन केही पनि छैन म चाहिँ जहिले पनि फोटो भन्दा नि भिडियोहरू मात्रै बनाउने हो ब्लगहरू मात्रै बनाउने हो सो हेर्नुहोस् त यति राम्रो राम्रो फोटो छ आहा म यति राम्रो छु भन्ने त मलाई उसको फोटोबाट मात्रै थाहा भयो म हेर ल यहाँतिर राखेको छु ल हरायो भने अब हराउँछ जुम माथि सबजना फोटो खिच्नमा भिडियो खिच्नमै ऊ हुनुहुन्छ बिजी हुनुहुन्छ कहाँबाट जाने नि मलाई कन्फ्युज भइरहेको छ क्या त्यहाँ यस्तो छ अनि यो हिँड्ने चाहिँ यस्तो छ खाली खुट्टा हिँड्नुपर्ने अवस्था छ किनकि यहाँ जुत्ता चढेर पहिला त आउनु मिल्थेन है जुत्ता चढेर जुत्ता लगाएर म त हिजो अस्ति त्यो भन्यो त भाइटिकाको एक दिन अगाडि आएको यहाँ चाहिँ बिचरा दिदीहरूको चप्पल जुत्ता हराएर हैरान हुनुहुन्छ सो तपाईँहरू पनि एकदमै सावधान हुनुहोस् अब हामी चाहिँ सक्यो घुमघाम गरेर सबै काम पनि सक्यो अनि हामी चाहिँ हेडिङ टुवर्ड्स होम आजको भिडियो कस्तो लाग्यो भने कमेन्ट गरिदिनु होला राम्रो लाग्यो भने सेयर पनि गर्दा हुन्छ राम्रो हुन्छ के भन्न चाहन्छु लास्टमा थ्याङ्क यू गाइज सपोर्टर यस प्लिज सपोर्ट गरिदिनु होला मलाई चाहिँ चाँडोभन्दा चाँडो 5K फलोवर्स चाहिँ बनाइदिनु होला है त उसलाई चाहिँ यो स्वेटर मन परेछ अनि उसले चाहिँ यसको प्राइस सोध्दैछ